साथीहरु म घनु मगर आज पनि फेरि पनि Redmi 9C मोबाइलमा प्याटर्न लक लागेको छ। यो मोबाइललाई प्याटर्न अनलक गर्नको लागि तपाईं हामीले के गर्नुपर्छ त्यो बारेमा एउटा छोटो भिडियो ल्याएर आएको छु। भिडियोलाई माया गरिदिनुहुन्छ लिएको छु। भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला र आगामी दिनमा पनि यस्तै भिडियोहरु तपाईहरु माझ ल्याउने छु। आज पनि यसमा चाहिँ जुन प्याटर्न लागेको छ प्याटर्न अनलक गर्नको लागि के गर्नुपर्छ त्यो बारेमा तपाईहरुलाई जानकारी दिनको लागि मैले छोटो भिडियो बनाएको छु। नयाँ साथी हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। यसमा चाहिँ प्याटर्न लक लागेको छ। अब हामीले यसलाई कसरी अनलक गर्ने त त्यो बारेमा चाहिँ आज मैले यो छोटो भिडियो बनाएको छु। जुन मोबाइल Redmi 9C को मोबाइल हो यो मोबाइलमा प्याटर्न लक लागेको छ। जुन प्याटर्न लक के हो हामीलाई थाहा छैन। अब चाहिँ हामीले यसलाई अनलक गर्नुपर्ने हुन्छ। त्यसका लागि पहिला हामीले स्विच अफ गर्नुपर्ने हुन्छ। मोबाइललाई स्विच अफ गरेर स्विच अफ हुन्छ। स्विच अफ गरिसकेपछि हामीले जुन पावर बटन छ अनि भोल्युम प्लस बटन जुन माथिको अनि यो तलको यसलाई हामीले सँगै थिच्नुपर्ने हुन्छ। एकै पटक सँगसँगै र पावर बटन र भोल्युम बटनलाई हामीले सँगै थिच्नुपर्छ। अनि त्यसपछि आउँछ जुन Redmi भन्ने एउटा डिस्प्लेमा देखाउँछ। त्यसपछि पावर बटनलाई छोड्दिने। पावर बटनलाई छोडिसकेपछि हामीले भोल्युम बटन छुन्छ माथिको। त्यो भोल्युम बटनलाई चाहिँ एकैछिन भए पनि अचितिराख्नु पर्ने हुन्छ। थोरै टाइम लाग्छ। पावर बटन अनि पावर बटनलाई छोडिदिनु सक्छ। पावर बटनलाई छोडिदिने यसरी छोडिदिने यसलाई अनि भोल्युम बटनलाई चाहिँ दबाइराख्नु पर्ने हुन्छ। जुन यसमा यसरी एउटा इन्टरफेस सुरु हुन्छ। अनि त्यसपछि हामीले जुन यसमा तल सार्नको लागि पावर बटन यो भोल्युम बटनको सहायताले हामीले तल लिन सक्छौँ। वाइट डाटा लेखेको छ यसमा लगेर हामीले पावर बटन युज गर्नुपर्ने हुन्छ। जुन वाइट अल डाटा लेखेको छ यसमा फेरि पनि हामीले पावर बटनको सहायताले हामीले क्लिक गर्नुपर्ने हुन्छ। जुन क्यान्सल लेखेको छ कन्फर्म लेखेको छ हामीले कन्फर्म गर्नुपर्ने हुन्छ। एकैछिन थोरै टाइम लाग्छ। अब हामीले जुन ब्याक लेखेको छ अब हामीले जुन माथि छ यसैमै नै किबोर्ड लेखेको छ यसमा क्लिक गर्नुपर्ने हुन्छ। फेरि पनि क्लिक गर्नुपर्ने हुन्छ। अब थोरै टाइम लाग्न सक्छ है। जुन इन्टरफेस डिस्प्लेमा देखायो जुन लेखेको छ यसमा चाहिँ योमा थिच्नु होला। त्यसपछि जुन भाषा आउँछ यसमा इङ्ग्लिसमा आउँछ इङ्ग्लिसमा थिच्नु होला। त्यस पछाडि फेरि पनि यहाँ इन्डिया छ इरान छ यो पनि आफ्नो देश है चुज गर्नुपर्ने हुन्छ। यही भएर मैले चाहिँ छैन ठिक छ मैले यसमा गरिदिएँ। फेरि पनि यसमा क्लिक गरेँ। क्लिक गरिसकेपछि चिन्ह लगाउनु पऱ्यो। लगाइसकेपछि फेरि पनि यसमा चिन्हलाई थिचिसकेपछि फेरि पनि एक अगाइन छ यसमा थिच्नु होला। यसमा थिचिसकेपछि फेरि पनि आफ्नो यसमा चाहिँ आफ्नो वाइफाईको पासवर्ड हाल्नु वाइफाई कनेक्ट गर्नु होला। मैले पहिले नै गरेको छु। फेरि यसमा हाल्नु होला। हालिसकेपछि थोरै टाइम लाग्छ। आइसकेपछि जुन स्क्रिप्ट छ यो स्क्रिप्टमा थिच्नु होला। थिचिसकेपछि नेक्स्टमा डन कपी छ यसमा क्लिक गर्नुपर्ने हुन्छ। चेकिङ इन्फो लेखेको छ थोरै टाइम लाग्नुपर्छ। अब चाहिँ जुन स्क्रिप्ट लेखेको छ फेरि यो छेउमा स्क्रिप्ट लेखेको छ यसमा थिच्नु पर्ने हुन्छ। जुन तपाईँले जिमेल आइडी बनाउनको लागि चाहिँ जिमेल आइडी पनि बनाउन सक्नुहुन्छ यहीँबाट। र हामीले चाहिँ जुन प्याटर्न लक लागेको त्यसलाई चाहिँ अनलक गर्नको लागि जुन स्क्रिप्ट छ स्क्रिप्टमा हाल्नु होला। स्क्रिप्ट आयो। स्क्रिप्टमा आइसकेपछि गो ब्याक छ गो ब्याकलाई छोडेर फेरि पनि स्क्रिप्ट छ यसमा हाल्नु होला। हानिसकेपछि जुन योमा हाल्नु होला। यसमा हानिसकेपछि थोरै टाइम लाग्छ। जुन स्क्रिप्ट लेखेको छ यसमा नै थिच्नु पर्ने हुन्छ। फेरि पनि हामीले यसमा थिच्ने जुन एग्री छ एग्रीमा क्लिक गर्नु पर्यो।
त्यस पछाडि हामीले फेरि पनि यसमा क्लिक गर्नुपर्यो। सेटअप कम्प्लिट छ अनि यसमा क्लिक गर्नुपर्यो। अब थोरै लोडिङ एपहरू हुँदैछ। ल साथी, आज चाहिँ जुन तपाईँलाई यो भिडियो देखाएको थिएँ, जुन रेडमी A6 को लक चाहिँ कसरी तोड्ने त्यो बारेमा तपाईँले बुझिसक्नुभयो। जुन हामीले चाहिँ यो तरिकाले चाहिँ यसको लकहरू तोड्न सक्छौँ। भिडियो कस्तो लाग्छ भिडियोलाई माया गरिदिनु होला र नयाँ साथीहरू हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। जुन यो मोबाइलको लक चाहिँ अब भइसकेको छ। ल साथीहरू, अर्को भिडियोमा भेटौँला है त।